सम्पूर्ण साथीहरुमा नमस्ते। कृपया मेरो यो YouTube च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला है त साथीहरु। म आज MBS फर्स्ट सेमिस्टरको हाइपोथेसिस टेस्टिङ भित्रको एउटा पार्ट एनोभा भन्ने च्याप्टरको बारेमा केही भन्न गइरहेको छु। यो क्वेशन कसरी चिन्ने, फर्मुला कस्तो हुन्छ र फर्मेट कस्तो हुन्छ, त्यो कुरा म केही कुराहरु यता भन्छु है त। अब एनालाइसिस अफ भेरिएन्स भन्छन्। एनोभाको फुल फर्म चाहिँ एनालाइसिस अफ भेरिएन्स हो त है। के भन्छ अब यो एनोभा कसरी चिन्ने भन्दाखेरि इट इज रिलेटेड विथ मोर देन सेल्फ अफ भेरिएन्स भन्छ। यो दुई वा दुई भन्दा बढी भेरिएबलहरुसँग सम्बन्धित रहेको हुन्छ के। यसमा दुई वा दुई भन्दा बढी क्वेशनहरु सोधेको हुन्छ है। एनोभामा सिधै दुई वा दुई भन्दा बढी क्वेशनहरु सोधेको हुन्छ। इट इज युज्ड फर टेस्टिङ इक्वालिटी अफ सेभरल एट लिस्ट 3 पपुलेसन मिन भन्छ। अब एनोभा चाहिँ दुई प्रकारको हुने गर्दछ है त। एउटा वान वे एनोभा, एउटा टू वे एनोभा भन्ने हुन्छ है त साथीहरु। अब वान वे एनोभा कस्तो हुन्छ सुनौं है। अन्डर वान वे एनोभा एनालाइसिस द इन्फ्लुएन्स अफ ओन्ली one factor either of row or of column is considered at a one time भन्छ। वान वे एनोभामा एउटा मात्रै क्वेशन सोधेको हुन्छ। या त रोको निकाल भन्छ, या त रोलाई कन्सिडर गरेको हुन्छ, या त कलमलाई कन्सिडर गरेको हुन्छ। वान वे एनोभामा एउटा कुरालाई मात्र कन्सिडर गरेको हुन्छ। या त रोलाई मात्र कन्सिडर गरेको हुन्छ, या त कोलमलाई मात्र कन्सिडर गरेको हुन्छ है। त्यो नै हो वान वे एनोभा। अब टू वे एनोभा के हो त भन्दाखेरि सिमिलरली अन्डर टू वे एनोभा एनालाइसिस द इन्फ्लुएन्स अफ बोथ फ्याक्टर रो एन्ड कलम इज कन्सिडर्ड एट अ वान टाइम। र अब टू वे एनोभाले दुईटै फ्याक्टरहरूलाई प्रभाव पारेको हुन्छ। र ल कलम दुईटै कुराहरूलाई टू वे एनोभाले प्रभाव पारेको हुन्छ भने त्यो नै टू वे एनोभा हो। जसमा दुईवटा क्वेशन सोधेको छ त्यो नै टू वे एनोभा हो है त साथीहरु। रो र कलम दुवैको प्रभावलाई कन्सिडर गरेको छ भने त्यो नै टू वे एनोभा हो। अब लेट्स आइडेन्टिफाई द क्वेशन्स भन्छ। अब यो कोलमहरु दिएको छ, योहरु कोलम भयो है त साथीहरु। यो रो भयो, रो र कलमहरुलाई दिएको हुन्छ है त साथीहरु। त्यसपछि अब हामीलाई के दिएको छ भन्देखि वान वे एनोभा कसरी चिन्ने, टू वे एनोभा कसरी चिन्ने भन्दाखेरि हेर्नु है त साथीहरु। Is there any significant difference in production due to workers that is one way ANOVA है त साथीहरु। त्यसपछि is there any significant difference in production due to 3 machines भनेको छ भने पनि त्यो पनि टू वे एनोभा हो। अब एउटा मात्रै क्वेशन सोधेको छ। यहाँ डिफरेन्स इन प्रोडक्सन ड्यू टू 3 मेसिन्स भनेको छ, यो पनि वान वे एनोभा भयो। अब टू वे एनोभामा चाहिँ इज देयर एनी सिग्निफिकेन्ट डिफरेन्स इन प्रोडक्सन ड्यू टू 4 वर्कर एन्ड 3 मेसिन्स। अब माथि क्वेशनमा वान वे एनोभामा चाहिँ इज देयर एनी सिग्निफिकेन्ट डिफरेन्स इन प्रोडक्सन ड्यू टू 3 मेसिन भनेको छ, अर्कोमा 4 वर्कर्स भनेको छ। टू वे एनोभामा के भने इज देयर एनी सिग्निफिकेन्ट डिफरेन्स इन प्रोडक्सन टू 4 वर्कर्स एन्ड 3 मेसिन्स। अब यता दुईटा क्वेशन भइहाल्यो, एउटा 3 मेसिन्स र 4 वर्कर सँगै सोधेको छ भने त्यो चाहिँ टू वे एनोभा हो। टू वे एनोभा हुनको लागि एनी हाउ जहिले पनि दुईवटा चीज हुनै पर्छ। रो र कलम दुईटै दिएकै हुनुपर्छ, तब मात्र टू वे एनोभा मान्न सकिन्छ। अब हामीले
यो एनोभालाई 1O एनोभा और 2O एनोभालाई तीनवटा तरिकाबाट बनाउन सक्छौँ। कुन तरिका भन्दाखेरि एउटा हुन्छ डाइरेक्ट मेथड हुन्छ, एउटा हुन्छ युज्ड कोडिङ मेथड हुन्छ, एउटा हुन्छ एक्चुअल मिन मेथड हुन्छ। यो तीनवटा इफ डाटा आर रिलेटिभली इन स्मल फिगर, अब स्मल फिगरमा सानो फिगरमा डाटाहरूलाई दिएको छ, रिलेटिभली डाटाहरू दिएको छ भने डाइरेक्ट मेथड युज गर्दा राम्रो हुन्छ। इफ डाटा आर रिलेटिभली इन लार्ज फिगर, अब डाटाहरूलाई लार्ज फिगरमा दिएको छ भने त्यो बेला युज्ड इन कोडिङ मेथडलाई युज गर्दा राम्रो हुन्छ। अनि सेल्स सिन्ड्रोमली युज्ड इन प्र्याक्टिभ, यदि यो दिएको छ भने युज्ड इन एक्चुअल मिन मेथड, यो अवस्थामा एक्चुअल मिन मेथडको प्रयोग गर्नु उचित हुने गर्दछ। अब यसलाई बनाउने अरू तरिकाहरू पनि के थप कुराहरू हेरौँ है त साथीहरू। एनोभा है, फेरि अलि सर्टकटमा भनौँ है। एनोभा, वाट इज एनोभा? एनालाइसिस अफ भेरिएन्स। र एनोभाभित्र दुईवटा पार्टहरू के भन्यौँ साथीहरूले? 1 वे क्लासिफिकेसन और 2 वे क्लासिफिकेसन। के हो त 1 वे क्लासिफिकेसन, के हो त 1 वे एनोभा, के हो 2 वे एनोभा, यो कसरी दिएको हुन्छ? 1 वे एनोभा इफेक्ट अन वन फ्याक्टर्स भेरिएबल्स अन डिफ्रेन्ट स्याम्पल एज स्टडी एट वान टाइम भन्छ। 1 वे एनोभाले एउटा मात्रै फ्याक्टरलाई प्रभाव पारेको छ, एउटा भेरिएबललाई मात्र, एउटा तत्त्वलाई मात्र प्रभाव पारेको छ, एउटा तत्त्व मात्रै भनेको छ भने त्यो 1 वे एनोभा हो। 2 वे एनोभा भन्नाले कसो हो भन्दाखेरि इफेक्ट अफ टु फ्याक्टर, दुईटै भेरिएबलहरूलाई सँगै प्रभाव पारेको छ भने त्यसलाई 2 वे एनोभा भन्ने गरिन्छ। अब 1 वे एनोभाबाट कसरी कोडिङ गर्ने, 1 वे एनोभा कुन फर्मुला युज गर्ने, कुन टेबल हुन्छ, अब बुझौँ त है त साथीहरू। 1 वे एनोभा अब बनाउँदाखेरि हामीले बनाउने तरिका अलि सजिलो टाइपकोमा भन्दा नि इफेक्टिभली 1 वे के अरे कोडिङ मेथड नै हुन्छ। कोडिङ मेथड युज गर्दाखेरि अलि ठिक हुन्छ है त साथीहरू। त्यसपछि सुनौँ त, अब 1 वे एनोभामा सबभन्दा पहिले सेटिङ अफ हाइपोथेसिस निकाल्ने है त। सेटिङ अफ हाइपोथेसिसमा के लेख्ने भन्दा नल हाइपोथेसिसभित्र μ1 इक्वल टु μ2 र μn भनेर लेख्ने। त्यसपछि त्यसमा यदि क्वेसनमा दिएको छ भने त्यसलाई क्वेसनमा मिलाएर लेख्ने। यदि तपाईलाई केही पनि आएन भने देयर इज एन पपुलेसन मिन्स आर इक्वल भनेर लेखिदिने है त साथीहरू। यदि तपाईलाई के आएन भनेपछि देयर इज एन पपुलेसन मिन्स आर इक्वल भनेर लेखिदिने। अब त्यो पनि अब नल हाइपोथेसिसमा यो पनि तपाईलाई आएन भने के लेखिदिने? देयर इज नो सिग्निफिकेन्स डिफरेन्स बिट्विन मिन अफ के पपुलेसन एन्ड, अथवा इन अदर वर्ड्स मिन अफ के पपुलेसन आर इक्वल भनेर लेखिदिने है त साथीहरू। त्यसपछि तपाईले नल हाइपोथेसिसमा चाहिँ के लेख्नु पर्यो भनेदेखि अल्टरनेटिभ हाइपोथेसिस भन्छ है। H1 इक्वल टु μ1 μ2 μ3 भनेर लेख्ने। अब यसमा चाहिँ तपाईले यसरी लेख्न सक्नुहुन्छ, देयर इज पपुलेसन मिन आर नट इक्वल। माथि हामीले इक्वल भनिसकेका छौँ भने तल हामीले पपुलेसन मिन आर नट इक्वल भनेर पनि लेख्न सक्छौँ है त साथीहरू। अनि अर्को शब्दमा अब माथि हामीले देयर इज नो सिग्निफिकेन्ट डिफरेन्स भनेका थियौँ भने तल हामीले देयर इज सिग्निफिकेन्ट डिफरेन्स बिट्विन मिन अफ के पपुलेसन भनेर पनि लेख्न सक्छौँ है। त्यसपछि टेस्ट स्ट्याटिस्टिक्स निकाल्ने है। टेस्ट स्ट्याटिस्टिक्स अन्डर I0 अन्डर नल हाइपोथेसिस टेस्ट स्ट्याटिस्टिक्स इज भनेर लेख्ने। F इक्वल टु MSC डिभाइड MSE। अब तपाईलाई लाग्ला MSC भनेको के हो, MSE भनेको के हो भनेर लाग्ला है त साथीहरू। MSC भनेको मिन सम अफ स्क्वायर
बिट्विन स्याम्पल्स अर कलमको र MSE भनेको मिन सम अफ स्क्वायर विदिन इन स्याम्पल एन्ड इरर भनेर हो है। MSC डिभाइड बाई MSE। अब हामीले यो MSC र MSE कसरी क्याल्कुलेट गर्ने भन्ने पनि सिक्नेछौँ है त साथीहरू। MSC निकाल्नको लागि SSC डिभाइड बाई K-1 गरेर पनि MSC क्याल्कुलेसन गर्न सकिन्छ। अब SSC भनेको के हो? SSC भनेको सम अफ स्क्वायर बिट्विन स्याम्पल अफ कलम हो त है त साथीहरू। K-1 भनेको डिफरेन्स अफ डिग्री अफ फ्रिडम हो है त साथीहरू। त्यसपछि हामीले MSE निकाल्ने फर्मुला SSE डिभाइड बाई N-K हो। अब SSE भनेको के हो भनेदेखि सम अफ स्क्वायर विदिन स्याम्पल अफ इरर हो है त साथीहरू। अब यो चाहिँ हाम्रो वान वे एनोभाको टेबल हो है। वान वे एनोभाको टेबल कस्तो हुने रहेछ त साथीहरू हेरौँ है। अब सबैभन्दा पहिलो कलममा पहिलो नम्बरमा हामीले वान वे एनोभा टेबलमा सर्च अफ भेरिएन्स लेख्छौँ। त्यसपछि SS लेख्छौँ। SS भनेको सम अफ स्क्वायर। त्यसपछि DF लेख्छौँ डिग्री अफ फ्रिडम। त्यसपछि लेख्छौँ हामी MSC है। MS means sum of square। MSS लेख्छौँ means sum of square। त्यसपछि F ratio। अब हामीले वान वे एनोभामा चाहिँ बिट्विन स्याम्पल्स विदिन स्याम्पल दुईटा हुन्छ है त साथीहरू। बिट्विन स्याम्पल र विदिन स्याम्पल हुन्छ। पहिलोमा हामीले SSC निकाल्ने, त्यसपछि हामीले SSE निकाल्ने, त्यसपछि डिग्री अफ फ्रिडम निकाल्ने, त्यसपछि डिग्री अफ फ्रिडम N-K निकाल्ने, त्यसपछि हामीले मिन सम अफ स्क्वायर MSS भित्र चाहिँ MSC र MSE निकाल्ने फर्मुला हामीले माथि मैले बुझाइसकेको छु है। त्यसपछि F क्याल्कुलेट कसरी गर्ने भनेर हामीले माथि पनि हेरिसकेका थियौँ। MSC डिभाइड बाई MSE हुन्छ है। अब हामीले 4 नम्बरमा लेभल अफ सिग्निफिकेन्स पनि भन्न सक्छौँ। लेभल अफ सिग्निफिकेन्स यदि क्वेसनमा दिएको छ भने त्यसै अनुसार मान्नुपर्छ र यदि दिएको छैन भने हामीले 5 एज्युम गर्नुपर्छ, 5% मान्नुपर्छ है त साथीहरू। त्यसपछि अर्को स्टेपमा हामीले फाइन्ड क्याल्कुलेट। अब क्याल्कुलेट गरेको हाम्रो F कति आयो र उताको टेबुलेटेड F कति आउँछ भनेर हामीले टेबुलेटेड F हेर्नको लागि डिग्री अफ फ्रिडमलाई आधार मानेर हामीले त्यो टेबलमा F को भ्याल्यु हेर्ने गर्दछौँ र लास्टमा हामीले लेख्नुपर्ने कम्प्यारिजन अथवा डिसिजन लेख्नुपर्ने हुन्छ। योमा क्रिटिकल भ्याल्यु पनि हुन्छ है त साथीहरू। क्रिटिकल भ्याल्यु पनि भन्न सक्छन्, त्यसैलाई मैले त्यसमा सर्टकट गरेर त्यतै निकालिदिइसकेको छु। डिग्री अफ फ्रिडमलाई माथि क्याल्कुलेट गरेर क्रिटिकल भ्याल्यु निकालिसकेको छु र अब डिसिजन लेख्दाखेरि हामीलाई यदि क्याल्कुलेट भ्याल्यु चाहिँ टेबुलेटेड भ्याल्यु भन्दा कम आयो भने हामीले H0 इज एक्सेप्टेड भनेर लेख्न सक्छौँ भने यदि हाम्रो टेबुलेटेड भ्याल्यु क्याल्कुलेटेड भ्याल्यु भन्दा सानो छ भनेपछि H0 इज रिजेक्टेड, H1 एक्सेप्टेड भनेर लेख्न सक्छौँ। र थप कुरा के लेख्न सक्छौँ भने अब टेबुलेटेड भ्याल्यु क्याल्कुलेटेड भ्याल्यु भन्दा ठुलो छ भनेदेखि हामीले H0 इज एक्सेप्टेड व्हिच मिन्स देयर इज नो सिग्निफिकेन्ट डिफरेन्स बिट्विन मिन अफ के पपुलेसन भनेर लेख्न सक्छौँ है त साथीहरू। यदि हाम्रो टेबुलेटेड भ्याल्यु सानो छ र क्याल्कुलेटेड भ्याल्यु ठुलो छ भनेदेखि त्यो अवस्थामा चाहिँ हामीले H1 एक्सेप्टेड, H1 इज एक्सेप्टेड, अल्टरनेटिभ हाइपोथेसिस एक्सेप्टेड व्हिच मिन्स देयर इज सिग्निफिकेन्ट डिफरेन्स बिट्विन मिन अफ के पपुलेसन भनेर हामीले लेख्न सक्छौँ है साथीहरू। त्यसपछि
अब यो मैले एउटा क्वेसन पनि बनाएको छु, यसलाई पनि हेर्न सक्नुहुन्छ है त साथीहरू। यसरी क्याल्कुलेट गर्नुपर्छ। यो पनि वान वे एनोभाको नै हो, मैले यो सल्भ गरेर बनाएको। अब अर्को क्वेसनमा पनि बनाइदिउँला बरु। अरू क्वेसनहरू चाहिँ योमा चाहिँ मैले फर्मुलाहरू मात्रै ड्राइभ गर्न खोजेँ है त साथीहरू। अब म टु वे एनोभाको लागि छुट्टै गएन है त साथीहरू। यसैमा म अलिकति केही कुराहरू थपेर भनिदिन्छु। जस्तै सम अफ भेरिएन्समा हामीले सम अफ भेरिएन्स टु वे एनोभामा पनि हुन्छ। अरू माथिका कुराहरू लगभग सेमै हुन्छन् है त साथीहरू। एमएसआर, एमएसई, एसएसआर कसरी निकाल्ने भन्ने कुरा चाहिँ म थप यसमा केही चर्चा गरेर बताइदिन्छु है त साथीहरू। त्यसपछि सम अफ भेरिएन्स भन्नाले अब माथिका कुराहरूलाई चाहिँ हामी लेख्न सकिहाल्छौँ र तलका कुराहरूलाई यो एनोभाको टेबल कसरी बनाउने भन्ने कुरामा चाहिँ म डिस्कस गरेर तपाईलाई बताइदिन सक्छु है त साथीहरू। अब टु वे एनोभाको टेबल चाहिँ यस्तो हुन्छ है त साथीहरू। यसमा सम अफ भेरिएसन एसभी हुन्छ, सम अफ स्क्वायर एसएस हुन्छ, डिग्री अफ फ्रिडम डिएफ हुन्छ, मीन सम अफ स्क्वायर एमएसएस र एफ रेसियो हुन्छ। अब योमा ड्यू टु रोको कुराहरू लेखेको हुन्छ है त साथीहरू। ड्यू टु रो एसएसआर निकाल्ने फर्मुला चाहिँ के हो भनेदेखि समेसन x1 प्लस समेसन x1 का स्क्वायर एसएसआर निकाल्ने फर्मुला चाहिँ समेसन x1 का होल स्क्वायर प्लस समेसन x2 का होल स्क्वायर प्लस समेसन एक्सआर का होल स्क्वायर माइनस सीएफ गरेर एसएसआर निकालिन्छ भने एसएससी निकाल्नको लागि समेसन x1 का होल स्क्वायर प्लस x2 का होल स्क्वायर प्लस समेसन एक्ससी का होल स्क्वायर डिभाइड बाई आर माइनस सीएफ गरेर एसएससी निकाल्न सक्छौँ भने एसएसई निकाल्नको लागि एसएसटी माइनस एसएसआर माइनस एसएससी गरेर हामीले एसएसई निकाल्न सक्छौँ है त साथीहरू। त्यसपछि डिग्री अफ फ्रिडम निकाल्नको लागि एसएसआर भित्र आर माइनस 1 सी माइनस 1 र ड्यू टु एररको डिग्री अफ फ्रिडम निकाल्नको लागि आर1 माइनस सी1 गरेर निकाल्न सक्छौँ है। त्यसै गरी हामीले एमएसआर निकाल्नको लागि एसएसआर डिभाइड बाई आर माइनस 1 गरेर निकाल्न सक्छौँ भने त्यसै गरी एमएससी निकाल्नको लागि एसएससी माइनस सी माइनस 1 गरेर निकाल्न सक्छौँ है। त्यसपछि एमएसई निकाल्नको लागि एसएसई डिभाइड बाई आर माइनस 1 सी माइनस 1 गरेर निकाल्न सक्छौँ है त। त्यसपछि एफ रेसियो निकाल्नको लागि एफआर र एफसी निकाल्नको लागि एमएसआर डिभाइड एमएसई र एफसी बराबर एमएससी गरेर निकाल्न सक्छौँ है त साथीहरू। त्यसपछि हामीले यो डिसिजन लेख्दाखेरि चाहिँ लेभल अफ सिग्निफिकेन्स माथिका नल हाइपोथेसिस यसमा पनि लेख्नै पर्छ, अल्टरनेटिभ हाइपोथेसिस लेख्नै पर्छ, अनि त्यसपछि टेस्ट स्ट्याटिक्सको कुराहरू भयो त्यो निकाल्नु पर्यो, एमएसआर एमएसई त्यो निकालेर त्यसपछि हामीले लेभल अफ सिग्निफिकेन्स लेख्छौँ। लेभल अफ सिग्निफिकेन्स दिएको छैन भने हामीले 5% ड्राइभ गर्नुपर्ने हुन्छ र डिसिजन लेख्दाखेरि चाहिँ यसमा पनि के गर्नुपर्छ भनेदेखि अब डिसिजन फर रको लागि एउटा कलमको लागि छुट्टै हामीले डिसिजन लेख्न सक्छौँ। जस्तै फर रोको लागि इफ क्याल्कुलेटेड भ्याल्यु मानौँ क्याल्कुलेटेड भ्याल्यु टेबुलेटेड भन्दा सानो छ भनेपछि H0 is accepted, which means there is no significant difference mean of R populations भनेर लेख्ने। यदि F ratio F calculated टेबुलेटेड भन्दा ठुलो छ भने त्यो अवस्थामा हामीले H1 is accepted, which means there is significant difference between mean or R population भनेर लेख्न सक्छौँ भने फर कलमको लागि फर कलम फ्याक्टरको लागि यदि
f को क्याल्कुलेटेड भ्याल्यु टेबुलेटेड भन्दा सानो छ भने त्यो अवस्थामा h0 is accepted, which means there is no significant difference between mean of C population भनेर लेख्न सक्छौं भने यदि f क्याल्कुलेटेड टेबुलेटेड भन्दा ठूलो छ भने त्यो अवस्थामा चाहिँ h1 is accepted, which means there is no significant difference. H1 is accepted, which means there is significant difference between mean of C population भनेर लेख्न सक्छौं है त साथीहरु। यदि तपाईलाई यो क्वेशन मन पर्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला है त साथीहरु। यसलाई क्वेशनहरुलाई यसरी क्याल्कुलेटेड गर्न सकिन्छ है त साथीहरु। नेक्स्ट भिडियोमा म chi स्क्वायर टेस्ट को बारेमा केही कुरा लिएर आउने नै छु। धन्यवाद।